हेलो नमस्ते 2082 सालको बडा दशैं तथा अब आउँदै गरेको शुभ दीपावलीको सबैमा सम्पूर्णमा हार्दिक शुभकामना भन्दै हाम्रो पनि परदेशमै भए पनि आज चाहिँ दशैं विशेष कार्यक्रम चाहिँ हुँदैछ। हामी पनि आज अब टिकाहरू लगाउनेदेखि विभिन्न सांस्कृतिक कार्यक्रमहरू चाहिँ हुँदैछ सुरु हुन लागिरहेको छ। हामी पनि भर्खर आएर उपस्थित भइसकेको छ। माहौल यस्तो खालको रहेछ। अब यहाँ चाहिँ विभिन्न सांस्कृतिक कार्यक्रमहरूदेखि टिका जमरा थाप्नेदेखि अब खाने विभिन्न परिकारहरूको पनि व्यवस्था रहेको छ भन्ने कुराहरू बुझ्यौँ। अब कार्यक्रमहरू के कस्तो हुन्छ, माहौल यहाँको के कस्तो हुन्छ भन्ने कुराहरू चाहिँ हामी आउने भिडियोहरूमा हेर्नेछौँ र रमाइलो पनि गर्नेछौँ। भव्य रमाइलो हुनेवाला छ। हाम्रो पनि साथीहरू चाहिँ यहाँ विभिन्न हाम्रो पनि प्रस्तुति रहनेछ अनि हाम्रो साथीहरूको पनि गायनदेखि नृत्यदेखिको चाहिँ प्रस्तुतिहरू राम्रो मिठो खालको आउनेवाला छ। अनि अब भर्खर मान्छेहरू पनि अब जम्मा हुँदै हुँदो रहेछ, भेला हुँदै हुनुहुन्छ। आउने क्रम जारी नै रहेको छ। हाल चाहिँ यस्तो रहेको छ। कार्यक्रम स्थान चाहिँ यो खालको रहेको छ। टक्क म अगाडिबाट देखाउने कार्यक्रम भव्य सभ्य हुँदैछ। अब एकछिनमा चाहिँ टिका जमरा लगाउने कार्यक्रम हुँदैछ। विभिन्न कलाकारहरूको चाहिँ प्रस्तुतिहरू रहनेछ। हाम्रो साथीहरू पनि प्रस्तुतिहरू रहनेछ। मेरो पनि एउटा प्रस्तुति रहनेछ। हाम्रो साथी मिलन हाम्रो टिका जमरा अगाडि आइसकेको छ। हामी केही समयमा टिका जमरा सम्पूर्ण लगाउँदैछौँ। त्यसभन्दा अगाडि आजको यस कार्यक्रमलाई औपचारिक ढङ्गबाट समापन गर्दै आफ्ना मन्तव्य तथा भनाइहरू राख्दै हुनको लागि यस कार्यक्रमका सभाध्यक्ष तथा हाम्रो खिम्जे नेपाली समाज अध्यक्ष सांस्कृतिक कार्यक्रम हुन थालेको छ। रमाइलो गीत नृत्य अन्य सल्लाहकारहरू सुरु भएपछि चाहिँ माहौल भूतपूर्व तात्तिनेवाला छ। अर्थात् निवर्तमान अध्यक्ष खिम्जेको कार्यक्रम हुनाले ठ्याक्क आज भेट भयो भाइ। हाम्रो भेट्न भयो कति भयो? 7-8 महिना भयो। ह्यान्डसम भाइसँग अस्ति नै हामी छङ्गुकमा गीतसित गाइयो, नाच्यो, बस्यो, दिनभरि रमाइलो गरियो। अनि छुट्टेदेखिको आज 7-8 महिनापछि फेरि भेट भइहालेको छ। अब यस्तै हो विदेशको कन्टिन्यू छैन दाजु तपाईँको? मेरो भिडियोहरू बेला बेलामा आइरहेको जहिले आउनु पर्यो नि त। मैले हेरिरहेको छु। सब्सक्राइब गर्ने के भन्दैन के सब्सक्राइब त दाइको च्यानलले एकदम माया गरिदिनु होला है। हाम्रो दाइले चाहिँ एकदम पहिलेदेखि नै लागि परिराख्नु भएको छ। अब यसरी लागि पर्दा हामीले चाहिँ सपोर्ट गरिदिनु पर्ने हुन्छ है सबैजनाले है। तिमीलाई यति शब्दको 2 शब्दको लागि धन्यवाद दिँदै अब हाम्रो कार्यक्रमको रमाइलोतिर लाग्नेछ होइन त। अब हाम्रो चाहिँ टिका लाउने कार्यक्रम हुँदैछ। टिको लाएर चाहिँ अनि टिका जमरा थापेर दाइ नमस्ते हजुर। सन्चै आरामै हुन्छ नि? यस्तै छ। अहिले दसैँको टिका जमराको कार्यक्रम सुरु भइरहेछ। तरिकाले हाम्रो अभिभावकहरूले चाहिँ हामीलाई आशीर्वाद दिएर टिका जमराको व्यवस्था गरिदिनु भएको छ। यसबाट चाहिँ हाम्रो उहाँहरू बुवाहरू चाहिँ आएर हामीलाई चाहिँ आशीर्वाद दिँदै हुनुहुन्छ। हामीसँग जिएमबी रेबिटको प्रतिनिधि पनि आउनुभएको छ। तपाईँहरूले पनि जिएमबी रेबिट खोल्नु भएको छैन भने खोल्नु होला। नेपाल पैसा पठाउन सस्तो भरपर्दो माध्यम रहेको छ जिएमबी रेबिट। यस्तै हो विदेशको दसैँ। अब तिमी टिका लाऊ, म तिम्रो भिडियो गरिदिन्छु ल। ल्याउ त। आफ्ना आफन्तहरू हौँ हामी, हाम्रा दाजु हौँ, दिदीबहिनीहरू हौँ, सबै यो हाम्रो एउटा परिवार हो। हामी परिवारसँगै बसेर यतिखेर रमाइलो गरिरहेका छौँ, टिका ग्रहण गरिरहेका छौँ र परदेशमा दुःख पर्दा पनि सुख हुँदा पनि हामीहरूले
अभिभावक हामीहरूले सम्पूर्ण जिम्मेवारीमा रहेर अग्रसर फाइनल्ली टिका पनि लगाइसकेको छ हामीले चाहिँ हाम्रो ढुङ्गाले बाहेक हाम्रो साथीहरू सबैले टिका ग्रहण गर्ने कार्यक्रम चाहिँ लगभग सकिसकेको छ अनि नेपालतिर अहिले बाढीले अलिकति ध्वस्त बनाइरहेछ कार्यक्रम एकदम सभ्य र भव्य रूपमा सञ्चालन भइरहेको छ अब खाना खाने कार्यक्रमपछि चाहिँ सांस्कृतिक कार्यक्रमहरू भिडियोमा तपाईँलाई एउटा स्वागत गरेँ दसैँको शुभकामना दिनु त हामीलाई सबै कोरियामा बस्नुहुने तथा देश विदेशमा बस्नुहुने नेपालीजनहरूलाई नयाँ वर्ष 2082 बडा दसैँको शुभकामना भन्न चाहन्छु। हस् तपाईँलाई धेरै धेरै धन्यवाद ल दसैँ राम्रोसँग मनाउँ है त हामी सबै मिलेर गर्नुपर्छ हाम्रो यो संस्थाको कार्यक्रमलाई हजुर एकदम सफल बनाउनु हस् ल तपाईँसँग बिदा हुँदै हाम्रो अध्यक्षज्यूलाई पनि यसो अलिकति कोही गर्नुपर्ने हो हाम्रो दसैँको चाहिँ तपाईँलाई चाहिँ हजुर धेरै धेरै कार्यक्रम सबै भव्य हुँदैछ हाम्रो है एकदम तपाईँलाई अब यसपाला नयाँ निर्वाचित गर्छ शुभकामना पनि व्यक्त गर्न चाहन्छौँ र हामी पनि एकदमै राम्रोसँगले चाहिँ कार्यक्रममा सहभागी भइएको छ ल धेरै धन्यवाद तपाईँलाई धेरै शुभकामना छ है त हजुर हस् हुन्छ धन्यवाद ल यस्तै छ यहाँको माहौलहरू 2082 सालको चाहिँ हाम्रो दसैँ यसपाला उता कम्पनीतिर भएन हामी चाहिँ बाहिर सबै नेपालीहरूको यो कार्यक्रममा चाहिँ दसैँ मनाइँदैछ ल हाम्रो कम्पनीको चाहिँ सबैभन्दा पुरानो हाम्रो सरबाट शुभकामना मन्तव्य जस्तो एउटा सानो दिनु त सर ल सर अब के भन्ने दसैँ धेरै लाग्दैन अब आशीर्वाद भन्ने नेपालको सबैभन्दा ठुलो पर्व असत्यलाई सत्यले जितेको आजको हाम्रो नाम गरेको छ आज उहाँहरूको प्रयोजन हामीले अनि अलिकति साउन्ड सिस्टमहरूले चाहिँ गर्दाखेरि साउन्डहरू नआउन सक्छ हाम्रो सानोतिनो आउँदैछ एउटा साउन्डले गर्दाखेरि आवाज लिएर आएको छु र हजुरहरू समक्ष चाहिँ प्रस्तुत गर्न लागिरहेको छु सबैजनाले सुनेर साथ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु मेरो माया सम्झेर खाना खाइयो अब खाना खाने हाम्रो प्रोग्राम चल्दैछ खानाको लागि चाहिँ हामी लाइनमै छौँ यस्तो तरिकाले चाहिँ हाम्रो टोली चाहिँ कस्तो छ है यो हाम्रो सब टोली हाम्रो कम्पनीको ग्रुप होइन हाम्रो कम्पनीको ग्रुप हो यो वरिपरिको टोली यस्तो छ है यस्तो छ यता छ अब हाम्रो
व्यवस्थापन चाहिँ यतापट्टि चाहिँ खाना खाएर फेरि नाचगानको कार्यक्रम चाहिँ अगाडि बढ्छ। नाचगान गर्ने हो ल नाच्नुपर्छ है सिधै हान्ने हो ल तिम्रो माया मेरो लागि तिमीले एउटा आधार दियो विश्वास गरी माया दिए आखिरीमा धोका भयो बैगुनी रहेछ मायालु मिठो बोली बोल्ने बैगुनी रहेछ मायालु मिठो बोली बोल्ने थाहै नपाइयो मनबाट थाहै नपाइयो मनबाट मुटु चोरी लाने मुटु लाने बैगुनी रहेछ मायालु मिठो बोली बोल्ने मिठो माया माया भन्दा भन्दै तिम्रो पछि लागे ओ माया माया भन्दा भन्दै तिम्रो पछि लागे देवी देउतासँग सधैँ तिमीलाई मागे ओ देवी देउतासँग सधैँ तिमीलाई मागे ए तुलसी आँगनमा रोपौला ए तुलसी आँगनमा रोपौला जीवनभरि छातीमा राखी मायाले छोपौला जीवनभरि छातीमा राखी मायाले छोपौला तिम्रो त्यो मनमा मेरो बिराती दिन फुल्ने हो र भिडियोहरू त्यस्तै भयो हिजो बिदा माग्न पाइएन र आजको भिडियो दसैँ विशेष प्रोग्रामबाट चाहिँ बिदा हुन चाहन्छौँ हामी फेरि अर्को भिडियो लिएर तपाईँहरू समक्ष उपस्थित हुँदै आजलाई बिदा हुन चाहन्छु। हस्त नमस्ते।